गेस सबैजना सन्चै आरामै हुनुहुन्छ होला है। म पनि सन्चै आरामै छु। आज चाहिँ ट्याक्सी भ्लग आइसकेको छ फेरि पनि है। अब अहिले चाहिँ मेरो यता इन्टरनेसनल एयरपोर्टतिर जाने ट्रिप लागिरहेको छ। मैले चाहिँ फोन गरिसकेको छु उहाँलाई, लोकेसनमै आउनु भन्नुभएको छ। यता हल्लनचोक साइडतिरबाट लागेको छ है। अब त्यसपछिबाट हजुरहरूलाई आज चाहिँ इन्टरनेसनल एयरपोर्टको होइन गेटबाटै बनाउने छु, भित्र कस्तो देखिने रहेछ भनेर हजुरहरूलाई देखाउने छु। आजको चाहिँ अब सुरुवात भइसकेको छ मेरो है। 600 रुपियाँको टिप लागेको छ। अब कतिको कमाइ हुनेछ भनेर चाहिँ म पछि नै अब सिजन लागेपछि हजुरहरूलाई देखाउने छु। अहिले चाहिँ खासै कमाइ छैन है। अब त्यस्तै हो, 2025 भन्दा अहिले चाहिँ हुँदैन। अब तेल सेल हालेर साउलाई दिएर आफूलाई बस्ने भनेको त्यही 600-700, 700-800 कहिले 1000 बस्ने हो। अब धेरै चाहिँ बस्दैन अहिले चाहिँ है। अब सिजन लागेपछि हजुरहरूलाई म भिडियोहरू बनाउने नै छु एकदम। अब कमाइहरू कति हुनेछ, कसो हुनेछ, अब खर्च कटाएर कति बस्नेछ ट्याक्सीमा भनेर सिजनमा चाहिँ हजुरहरूलाई मैले देखाउने छु। अहिले चाहिँ मैले देखाउन पाइनँ है। अब कमाइ नै छैन। अब भनौँ अब साउलाई दिँदाखेरि आफूलाई बस्ने भनेको 600-700 हो है। अब 600-700 पनि देखायो, के देखाएको होला भन्नु होला हजुरहरूले। अब ठिकै छ। अब ट्याक्सी चलाएर त धेरै नै हुन्छ भनेर नि सोच्नु होला। जस ट्याक्सीको पनि सिजन अनुसार हुन्छ है। अब सिजन लाग्दैछ बिस्तारले, हुन त अझै 1-1.5 महिना छ। त्यसपछिबाट हजुरहरूलाई देखाउने नै छु। त्यसै गरी अर्को उसमा चाहिँ सिजनमा चाहिँ हजुरहरूलाई म देखाउने नै छु। अनि एउटा गोप्रो लिने सोचिरहेको छु। अब त्यो इच्छा पुरा हुन्छ हुन्न है अलि पछितिर। अब फ्यामिली अलि ठुलो हुँदै गयो भनेदेखि अब हजुरहरूको लागि भए पनि म एउटा गोप्रो लिनेछु सोच्दैछु। अब मोबाइलबाटै हो, मैले चाहिँ एडिट गर्ने पनि खिच्ने पनि मोबाइलबाटै हो। अलि पछितिर अब गोप्रो लिन्छु अनि त्यसपछिबाट साइडबाट पनि खिच्नेछु। अब अलि राम्रो देखिन्छ कि गोप्रोबाट चाहिँ अलि राम्रो आउँछ भनेर भन्छन् के अरे। अब मोबाइलबाट यस्तो आउँछ क्वालिटी नि, अब झन् एडिट गर्दाखेरि त लास्टै लो नै आउनेछ है। त्यही पनि झ्याउ मानिदिनु भएको छैन, हेरिरहनु भएको छ है। मेरो फ्यामिली अहिले जति हुनुहुन्छ सबैजनाले हेरिरहनु भएको छ। सेयर, लाइक, सब्सक्राइब चाहिँ गर्नु नबिर्सिनु होला। मलाई पनि जति अलि फ्यामिली बढ्यो त्यति खुसी लाग्नेछ है। भिडियो बनाउनलाई पनि अलिकति जोस जाँगर बढ्नेछ। त्यही हो, यति भन्दै अब एयरपोर्टतिर गएर भेटौँ है। अब कस्तो हुनेछ, एयरपोर्टको भ्यू कस्तो छ आज। अब एयरपोर्टभित्र छिर्दाखेरिको मैले भिडियो बनाएर हालेको छैन। अब कति त्यही रोडको मात्र देखाउँछस् भनेर नि भन्नु होला। आज चाहिँ क्याबिन भिडियोबाटै अब म खुदै बोलेर भिडियो बनाइदिएको छु हजुरहरूको लागि है। अब बिस्तारले अब गर्नु पर्ला होइन। अब गोप्रो आयो भनेदेखि त फेरि हजुरहरूलाई क्वालिटीको भिडियो मैले दिने नै छु। त्यही नै हो। अहिले चाहिँ म यता पुग्न लागेको छु है लोकेसनमा। अब लोकेसनमा पुगिसकेपछि अब भिडियो बनाउनु चाहिँ त्यहाँनिर अलि अप्ठ्यारो लाग्छ। अब उता एयरपोर्टतिर गइसकेपछि अब नबोलिकन भिडियो बनाउन पनि ठिक लाग्छ मलाई। अब पेसेन्जरहरूसँग खासै बोल्नलाई अप्ठ्यारो लाग्छ, लाज लाग्छ। त्यही नै हो। बारम्बार कति भनिराख्छस् भन्नु होला भिडियोमा पनि है। अब के गर्ने, यस्तै नै छ। अब बिस्तारले फ्यामिली बढ्दै गयो भने टक्क सबैजनाको पेसेन्जरहरूको पनि पर्मिसन पर्मिसन मागेरै भिडियो बनाउने छु है त। म यहाँ पुग्न लागेँ। अहिले चाहिँ लोकेसनमा पुगिसकेँ म। अब एयरपोर्टतिरै गएर भेटौँ है त। ल अहिले म चाहिँ इन्टरनेसनल एयरपोर्ट आइसकेको छु है। गेटनिरबाट भिडियो बनाउँदैछु।
भित्र चाहिँ अलि भित्रै जानुपर्छ है। लगभग 1600 मिटर छ गेटबाट भित्र एयरपोर्टभित्र पुग्नलाई चाहिँ। हेर्नुहोस् आनन्दको मौसम छ आज पनि। पानीहरू चाहिँ अहिले परेको छैन, अघि बिहान चाहिँ परिरहेको थियो है। अहिले चाहिँ म इन्टरनेसनल एयरपोर्ट पुग्नै लागिसकेको छु। देख्न सक्नुहुन्छ बाटो पनि पुरै ढलनै ढलन छ। साइडमा चाहिँ रुखहरू यो बिरुवाहरू रोपेको छ है। अझै यो ठुलो भयो भने झन् कति राम्रो देख्छ होला। राम्रो चाहिँ धेरै नै राम्रो छ है। एयरपोर्ट हो उड्न चाहिँ डोमेस्टिक मात्र हो उड्ने, त्यही पनि डिले भागै गर्छ। ल यस्तो नै छ है। अब इन्टरनेसनल उडेदेखि एकदमै राम्रो हुने थियो पोखराको लागि चाहिँ। त्यही नै हो। अब अर्को राइडमा भेटौँला। अहिले चाहिँ म अब इन्टरनेसनल एयरपोर्ट ड्रप गरिसकेको छु है। ल अहिले चाहिँ म यता बाराई होटेलनिरको परेको छु है। इन ड्राइभमा फेरि पनि इन्टरनेसनल एयरपोर्टै जाने परिरहेको छ। अब जाम पिकअप गरौँ, त्यसपछिबाट अब अघि पनि भिडियो बनाएको एयरपोर्टको लागि है। अब अहिले चाहिँ भिडियो बनाउन एयरपोर्ट गइसकेपछि चाहिँ जस अब मिल्यो भनेदेखि अब हेरौँ उताबाट पनि टिप लाग्छ कि लाग्दैन। त्यसपछिबाट फेरि हजुरहरूलाई अपडेट गर्ने नै छु है। उहाँहरूलाई पिकअप गर्न जाऊँ, त्यसपछिबाट निस्किने बेलामा बरु म भिडियो बनाउँला है। ल त अहिले उतै गएर भेटौँ है त। ल म चाहिँ अहिले यता एयरपोर्ट पछाडि हवेली मार्ग भन्नेतिर आइपुगेको छु। अमरसिंहबाट टिप लागेर फर्किँदैछु मैले छोडेर। अब हेरौँ अनलाइन बसिरहेको छु कताको टिप लाग्नेछ। हजुरहरूलाई फेरि पनि अपडेट गराउने नै छु। अहिले चाहिँ यता वीरेन्द्र चोकतिर जाँदैछु म है। अब त्यताबाट पनि राइट लागेन भने म चाहिँ अब पृथ्वी चोक जेएमसी हस्पिटलतिरै गएर क्युमा गएर बस्नेछु। हजुरहरूलाई देखाउने नै छु अब राइड कता के लाग्नेछ हेर्दै गर्नु होला। भिडियोलाई लाइक सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। सेयर पनि गरिदिनु होला आफ्नो साथीभाइहरूलाई। अब बिस्तारले फ्यामिलीहरू बढाउँदै जाने हो। अब बढ्दै गयो भनेदेखि मलाई पनि भिडियो बनाउन पनि जाँगर लाग्छ है। जति भ्युज बढ्यो जति सब्सक्राइबर बढ्यो त्यति चाहिँ मलाई अलि सहज हुनेछ भिडियो बनाउनलाई, अलि जाँगर लाग्नेछ है त। हजुरहरूलाई अपडेट गराउने नै छु। ल अहिले चाहिँ म यता पृथ्वी चोकतिर आइसकेको छु है। अघि चाहिँ हेर्दै सिरजान चोकभन्दा उता जिरोभन्दा अलि यता बिचमा चाहिँ एक्सिडेन्ट भयो। स्कुटर ठोकेर है जस्तै भएको थियो। अब हेर्न त्यहाँनिर फोटोहरू भिडियोहरू खिच्न चाहिँ दिएन त्यहाँ ट्राफिकहरूले है। अब त्यही हो। अब अलि राम्रोसँगले चलाउनु होला हजुरहरू पनि। अब गाडी घोडा भन्ने चिज कहाँ गएर के हुन्छ भन्ने नै थाहा हुँदैन है। अलिक ख्याल गरेर चलाउनु होला। आफ्नो सेफ आफै गर्नु होला। हुन त जानी गर्ने कुरो भएन। अलि सेफ भएर चलाउनु होला। त्यही नै हो। अब अलि रफ नचलाउनु होला। अब आफ्नो लागि भन्दा पनि घर परिवारको लागि सोचेर हिँड्नु होला बाटोमा हिँड्दाखेरि। अब तपाईँलाई त जे भयो ओभर स्पिड चलाएर त्यस्तो भइहाल्यो है। त्यस्तो भइहाल्यो। अलि आफ्नो लागि भन्दा पनि घर फ्यामिलीको लागि सोचेर हिँड्नुपर्छ। अब आफू त अब हिँड्दै त्यस्तो भइहाल्यो। अलि ख्याल गरेर हिँड्नुपर्छ, ओभर स्पिड हिँड्नुहुन्न। अब घरमा कतिजना फ्यामिलीहरू कुरेर बसिरहेछ भनेर पनि सोचेर पनि हिँड्नुपर्ने छ है। अब त्यही नै हो। म चाहिँ भन्न चाहन्छु अलि सेफ राइड है। आफ्नो ख्याल गरेर हिँड्नुपर्ने छ। धेरै चलाउनु पायो भनेर पनि यस्तो पानीको बेलामा धेरै चलाउनु पनि हुँदैन। त्यही नै हो मैले भन्ने चाहिँ। ल ठिकै छ है। हेर्दै एक्सिडेन्ट भयो। ल अर्कोचोटि अर्को राइडमा भेटौँला है। धेरै लामो भिडियो पनि नबनाऊँ। अब हेर्दै हजुरहरूलाई अल्छी लाग्ने नबनाऊँ। ठिक्कको अब क्लिपहरू हाल्दै गरौँ है।
आज चाहिँ पानी निकै नै परिरहेको छ। अहिले चाहिँ म ठ्याक्कै यहाँ पृथ्वी चोकनिर आइपुगेको छु। जिएमसी जाँदैछु है त। ल अहिले चाहिँ म यता बुढी बजारतिर आइपुगेको छु। लेखनाथ बुढी बजार है। जिएमसी हस्पिटलबाट आएको म चाहिँ यता 2 जना पेसेन्जर लिएर आएको छु। अघि चाहिँ अब भिडियो बनाउन पाएन। भिडियो बनाउँदिन पनि कतिचोटि भनिरहनु बारम्बार होइन, पेसेन्जर भएको बेलामा अब कति भनिरहनु हजुरहरूलाई पनि सुन्दा पनि अल्छी लाग्छ होला है। म चाहिँ अहिले फर्किँदैछु। फर्किने बेला भिडियो बनाएको है। फर्किँदैछु। बाटो एकदमै राम्रो छ, एकदमै बबाल छ है। अब त्यही विजयपुरमा चाहिँ हल्का बिग्रेको छ बाटो। विजयपुर पुग्न लागेको छु म चाहिँ है। त्यही नै हो। अब जाँदैछु। अब हेरौँ अब टिप कतातिरको लाग्छ फेरि पनि अपडेट गराउँछु हजुरहरूलाई। अब गएर चाहिँ पहिला सुरु अब यताबाट जान्छु। अब लाग्यो भने लागिहाल्यो। बाटोमा जाँदै इनड्राइभ लाग्यो भने लागिहाल्यो। नभएदेखि गएर जिएमसी नै गएर बस्नेछु म चाहिँ। अब त्यहाँ गयो भने अप्सन हुन्छ क्या। अब अफलाइन गरे पनि भयो। त्यहीँनिर जुन छिटो आउँछ त्यही गर्ने हो। अब इनड्राइभ छिटो आयो भनेदेखि इनड्राइभै गर्ने हो। जाँदै लाग्यो भने पनि गर्ने हो। त्यहाँ जिएमसी हस्पिटलमा गएर बसिसकेपछि क्युमा बस्ने हो। अब क्युमा लाग्यो भने क्युबाटै गर्ने हो। अब अनलाइन इनड्राइभमा लाग्छ भने पनि इनड्राइभ पनि गर्ने हो है। ठिकै छ। हजुरहरूलाई पनि धेरै धन्यवाद भिडियोहरू हेरिदिनु भएकोमा है। भिडियो चाहिँ पुरै फुल भिडियो हेर्नु होला। कहाँ मैले बिराएको छु, कहाँ मैले गलत कुरा गरेको छु, मैले कहाँनिर अलिकति बिर्सेको छु सम्झाउनु होला। फुल भिडियो हेर्नु होला है। मलाई सम्झाउनु होला। कमेन्टमा यसो मैले नजानेको कुराहरू तपाईँहरूले सम्झाइदिनु होला। अब सिकाइदिनु होला। भर्खर नयाँ सुरुवात गर्दैछु है। अब यो सुरुवात गर्दाखेरि अब कुनै भुलहरू गल्तीहरू हुनसक्छ। त्यो गल्ती चाहिँ अब हजुरहरूले माफ गरिदिनु भन्ने मलाई आशा छ है। अब त्यही हो। अब हजुरहरूलाई पनि अब भिडियो हेर्दा पनि अल्छी नलागोस्। तर कन्टेन्ट मेन कन्टेन्ट बनाउनको लागि चाहिँ अब मलाई आइडियाहरू दिनु होला हजुरहरूले पनि। अब म्यासेजमा अब कमेन्टमा चाहिँ हजुरहरूले यसो सम्झाइ बुझाइ गरिदिनु होला। अब मनमा लागेको कुराहरू भन्नु होला है। अब कुन तरिकाको भिडियो बनाउँदा ठिक हुन्छ हजुरहरूले पनि भन्नु होला। म त्यही अनुसारले भिडियो बनाउन बिस्तारै। तर फुल भिडियो चाहिँ अब कमाइहरूको भिडियो चाहिँ म पछि बनाउने छु है। विजयपुरको बाटो चाहिँ बनाउँदैछ अहिले। ब्रिज बन्दैछ है। ब्रिज बन्दै भएर चाहिँ यहाँ अलिकति जाम पनि हुनसक्छ। यतातिर बन्दैछ बाटो। अलि अप्ठ्यारो छ यहाँनिर चाहिँ। अरू ठाउँमा चाहिँ अब एकदमै राम्रो छ बाटो है। म देखाउने नै छु। यो चाहिँ कच्ची बाटो भएको। यही नै हो है। विजयपुरको पुल भनेर यतापट्टि चिनिन्छ। यतामा चाहिँ अब यहाँबाट चाहिँ पुरै पिच हो क्या। एकदम राम्रो छ पिच चाहिँ है। देख्न सक्नुहुन्छ पिच चाहिँ। अब यहाँबाट चाहिँ नन स्टप। अब पोखरा टेकेपछि मात्र हो कच्ची है। भनौँ मेन बजार टेकिसकेपछि मात्र हो। ल देख्न सक्नुहुन्छ। अब यस्तै मात्र हो बाटो चाहिँ है। अब यहाँबाट विजयपुरमा चाहिँ अलिकति बिग्रेको छ। अबदेखि त यतातिरको त यस्तै हो। पिच है कन्टिन्यू। यहाँबाट अब डाइरेक्ट वहाँ पृथ्वी चोकसम्मै पिच हो क्या अहिले चाहिँ। जस अहिले यतातिर चाहिँ 1 वे मात्र खुलाएको छ है। अब 1 वे मात्र खुलाएको छ। अब 2 वे भयो भनेदेखि त एकदमै राम्रो हुनेछ बाटो है। चिल्लो छ पुरै। यस्तै मात्र हो बाटो है।
पृथ्वी चोकसम्मै। ल ठिकै छ, हजुरहरूलाई फेरि पनि अपडेट दिनेछु अर्को राइड कतातिर लाग्नेछ है। अब गएर क्युमा गएर बस्छु। अहिले चाहिँ म यता पाउरसतिर पुगेर गैराबाटनतिर यता महेन्द्र पुल भन्दा माथितिर तेर्सापट्टि भन्ने ठाउँमा पुगेर म चाहिँ फर्किँदैछु फेरि जिएमसी तिरै है। अब हेरौँ कतातिर अब ट्रिप लाग्छ। अब चाहिँ इनड्राइभै लाग्छ होला। अब बेलुकाखेरि हुन लाग्यो। अब इनड्राइभ पठाउ है हुन्छ होला। अब हेर्दै जाऊँ। अब क्युमा पनि बसौँ, जता पर्छ त्यतैतिर गइहालौँ है। अब हेरेर चाहिँ नबसौँ, अब कुरेर पनि नबसौँ, जता लाग्छ त्यतैतिर गइहालौँला है। अब यसो मेसो मिलाएर कामहरू त अब हान्नै पर्यो। अब ल ठिकै छ, आजको लागि चाहिँ म अब यतिमै इन गरिदिन्छु है। हजुरहरूलाई स्क्रिनसट राखिदिन्छु आज कति कमाइ इनड्राइभमा भनेर। अब यतातिर त्यही 2 ट्रिप अहिलेसँग गरेर 2 ट्रिप जति अफलाइन भयो है। त्यही नै हो, एकपल्ट बुढी बजार गयो, एकपल्ट बिरौडा गएर यहाँ गैराबाटन आइयो। त्यही नै हो अफलाइन। अनलाइन चाहिँ म हजुरहरूलाई हालिदिने छु इनड्राइभको स्क्रिनसट है, त्यही हेर्नु होला। अब त्यति डिटेलली चाहिँ अब अलि पैसा कमाइ भएपछि हालौँला। अहिले चाहिँ ठिकै छ है, यस्तै हो कमाइ भन्ने कुरो। ल अब अर्को नेक्स्ट भ्लगमा भेटौँला। अर्को भ्लगमा अब कहिले भन्ने छ, अब भोलि साढे पर्सि हाल्नेछु मैले। अर्को भ्लग चाहिँ बनाउने छु भोलि साढे पर्सि है। त्यही नै हो आजको लागि। अब छुट्टिम, अब अर्को भ्लगमा भेटौँला। यदि भन्दै हजुरहरूको माझमा यो भिडियो राख्दै म छुट्टिन चाहन्छु।